Susan. Hello. So welcome to stress.advice. Thank you so much. हामीले चाहिँ नेपालको डिफ्रेन्ट प्रोफेसनलहरू डिफ्रेन्ट इन्डस्ट्रीहरूको मान्छेहरूसँग चाहिँ फाइनेन्सियल लिट्रेसी रिगार्डिङ स्पेसली मनी फाइनेन्स बिजनेस होइन यस्तै अन्टरप्रिनरसिप रिगार्डिङमा चाहिँ क्वेसनहरू गरिरहेछौँ सो त्यसमध्ये आई हेभ फ्यु क्वेसन फर यु सो स्याल वी गेट इन्टु इट Yeah, sure. Okay. So, being a music producer, artist, and a singer, I would say, what is the most expensive thing you have ever bought for your music career? So, म चाहिँ पर्सनली होइन आजकल चाहिँ जुन पनि बजेट गियर्सहरू छ नि मार्केटमा अहिले यो टाइममा दिस इज लाइक वान अफ द के भन्ने मोस्ट टेक्निकली एडभान्स्ड एरा भनौँ न त्यो बजेट इन्स्ट्रुमेन्ट्स त्यो बजेट गियर्सहरूमा पनि लाइक इमेन्स क्वालिटी हुन्छ सो इफ यु स्टार्टिङ आउट देन लाइक इट्स वान अफ द बेस्ट टाइम टु बाई गियर्स किनकि त्यसमा पनि त्यही किसिमको लाइक त्यो प्रो साउन्ड आउन सक्छ बट टकिङ अबाउट द मोस्ट एक्सपेन्सिभ गियर द्याट आई एभर एक्वायर्ड के भन्नु त्यो चाहिँ अब मस्ट प्रब्ली लाइक आम एबाउट टु एक्वायर द्याट भनौँ होइन किनकि लाइक पेमेन्ट गरिसक्यो अब आउँदैछ एउटा निभको 1073 भन्ने प्रिएम छ सो त्यो चाहिँ सुन टु बी इन माई स्टुडियो कति पर्यो नभनौँ इट्स टु एक्सपेन्सिभ Oh, okay. So the another question is, हजुर